सम्पूर्ण साथीहरुमा नमस्ते। तपाईहरुले मेसेन्जर त चलाउनुहुन्छ तर मेसेन्जर चलाएर पनि तपाईहरुलाई मेसेन्जरमा फोटो एक व्यक्तिबाट अर्को व्यक्तिमा पठाउन थाहा छैन। त्यसो भने म तपाईहरुलाई सिकाउँछु है। त्यसको लागि तपाईहरुले यो मेरो च्यानललाई शेयर हैन अनि लाइक कमेन्ट अनि सब्स्क्राइब गरिसकेपछि सँगै भएको अल नोटिफिकेसन घण्टीलाई बजाइदिनको लागि बेल प्रेस गरिदिनको लागि म अनुरोध गर्दछु ताकि तपाईहरु समक्ष मैले फेरि यस्तै भिडियो ल्याउन सकौं भन्दै अब लागौं मोबाइल। अब आइयो मोबाइलको स्क्रिनतर्फ। तपाईलाई यसको लागि नेट अथवा तपाईको डाटा नेट हुनु पर्यो कि डाटा हुनु पर्यो त्यति भएपछि चाहिँ हुन्छ। सर्वप्रथम मेसेन्जर देखि फोटो शेयर गर्न फोटो कसैलाई व्यक्तिलाई पठाउनको लागि सबभन्दा पहिले के हुनु पर्यो भन्दा मेसेन्जर। त्यसको लागि प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गएपछि तपाईले यहाँ सर्च गर्नुहोस्। सर्च गरेर यहाँ तपाईले मेसेन्जर लेख्नुहोस् हैन। मेसेन्जर आइसक्यो है। मेसेन्जर आइसकेपछि तपाईको यहाँ तपाईले एउटा अनइन्स्टल एउटा ओपन भन्ने देख्नुहुन्छ। अनइन्स्टल गर्नुहोस् तपाईहरुको छैन भने मेरो चाहिँ छ यहाँ ओपन देखिरहेछ। त्यसैले म फेरि ब्याक जान्छु। ब्याक यहाँ देखि जान्छ। मेसेन्जर यो म मेसेन्जर गरे यो मेसेन्जर ओपन गर्दै छु। ओपन गर्नेबित्तिकै यसरी देख्नुभयो है तपाईहरुले यहाँ। ल ठीक छ म यो मान्छेले आज फोटो पठाइदिन्छु है। अघि है यो फोटो पठाउनको लागि सर्वप्रथम तपाईहरुले यहाँ आएर यो हेरिरहनु भएको छ नि ओ यो देख्नु भएको छ। यसमा तपाईहरुले ट्याप गर्नुपर्ने हुन्छ है। ट्याप गरेपछि यसरी फोटो खोलिन्छ। ल यो फोटो पठाइदिन्छु है उदाहरणको लागि। सट्ट मैले डन गरे फोटो गइसक्यो है। फोटो गएपछि यस्तरी देखाउँछ हैन। फोटो गइसकेपछि तपाईले हेर्न सक्नुहुनेछ यहाँनिर राइट हुन्छ है। मैले ओपन गरिसकेपछि यसको फोटो आउँछ। यसरी गर्नु होला तपाईहरुले यो फोटो उले हेर्न पाउँछ है। ल त हस्त